काठमाडौँ शहरका यी चम्किला बत्तीहरू र यहाँका मानिसहरूको भित्री एक्लोपन, यी दुईको बीचमा कति गहिरो सम्बन्ध छ भन्ने कुरा सायद मैले भन्दा राम्रो अरू कसैले बुझेको छैन होला। म एउटा 27 वर्षीय क्षेत्रीय युवा, जिम गएर बनाएको अग्लो, सुगठित र कसिलो शरीर मेरो सबैभन्दा ठूलो सम्पत्ति थियो। मेरा ती चौडा काँध, बाइसेप्स र कसिलो छाती देखेर धेरै केटीहरू आकर्षित हुन्थे। मलाई पनि आफ्नो शरीरको प्रदर्शन गर्न र केटीहरूको ध्यान तान्न निकै मजा आउँथ्यो। बाहिरबाट हेर्दा म निकै परिपक्व र रियल म्यान जस्तो देखिन्थे र मेरो भित्र पनि एउटा कहिल्यै नमेटिने कामुक तिर्खा सधैँ बलिरहेको हुन्थ्यो। सामाजिक सञ्जाल मेरो लागि एउटा यस्तो संसार थियो जहाँ म नयाँ नयाँ अनुहारहरू खोजिरहन्थे। त्यही भिडमा मेरो आँखा एउटा यस्तो प्रोफाइलमा गएर टक्क अडियो जसले मेरो रातिको निन्द्रा नै उडाइदियो। उनको नाम थियो सलिना गुरुङ। सलिना, उमेरले उनी 35 वर्षकी थिइन्, तर उनको अनुहार र त्यो जादुमयी चमक देख्दा उनी 28 वर्षभन्दा बढीकी लाग्दिन थिइन्। उनी एउटी ब्रिटिस लाहुरेकी श्रीमती थिइन्। श्रीमान प्राय देश बाहिरै हुन्थे र उनी काठमाडौँमा सासू ससुरासँग बस्थिन्। तर उनको प्रोफाइल हेर्दा उनी कुनै टिपिकल बुहारी जस्ती थिइनन्। उनी पार्टी गर्न, महँगा ठाउँमा घुम्न र इन्जोय गर्न रुचाउने निकै मोडर्न महिला थिइन्। उनको शरीर, त्यो शरीर त साँच्चै नै ज्यान लिने खालको थियो। उनी दुब्ली पातली थिइनन्, तर उनको शरीर निकै चब्बी र भरिभराउ थियो। मेरा आँखाहरू सधैँ त्यस्तै कर्बी र सुडोल महिलाहरू खोज्थे। सलिनाका ती विशाल र पुक्क परेका वक्षस्थल र निकै चौडा र आकर्षक हिप्सले जो कोही पुरुषलाई पनि पागल बनाउन सक्थ्यो। उनको प्रोफाइलमा केही पार्टीका तस्विरहरू थिए जहाँ उनले निकै छोटा र हट लुगा लगाएकी थिइन्। एउटा तस्विर त झन् स्विमिङ पुलको थियो जहाँ उनले बिकिनी लगाएकी थिइन्। त्यो सानो ब्राले उनका ती विशाल उभारहरूलाई धान्न मुस्किल परिरहेको थियो र त्यो सानो अन्डरवेयरबाट उनको कम्मरको त्यो मादक चौडाइ प्रष्टै उछालिरहेको थियो। उनी साडीमा त झन् कुनै अप्सराभन्दा कम देखिन्न थिइन्। ब्लाउजले उनका ती अङ्गहरूलाई यति कसिलो गरी बाँधेको हुन्थ्यो कि म राति त्यही तस्विर हेरेर एक्लै आफ्नो छटपटी मेटाउने गर्थेँ। मलाई थाहा थियो उनी मेरो पहुँचभन्दा धेरै माथि छिन्, तैपनि मेरो भित्रको त्यो अल्फा मेलले हार मानेन। एक दिन मैले उनलाई मेसेज पठाएँ। मलाई आश थिएन, तर अचम्म उनले रिप्लाई गरिन् र गरून् पनि किन नगरून्। मेरो प्रोफाइलमा पनि मेरो त्यो सुगठित शरीर र माचो लुक्सका तस्विरहरू थिए जुन कुनै पनि महिलाको ध्यान तान्न काफी थियो। बिस्तारै हाम्रा कुराहरू सामान्यबाट अलि व्यक्तिगत हुँदै गए। रात छिप्पिँदै जाँदा हाम्रा मेसेजहरू पनि हटी र कामुक हुन थाले। उनी आफ्नो एक्लोपन र शारीरिक भोगको बारेमा खोल्न थालिन्। उनले मलाई निर्धक्क भनिन् कि मभन्दा अगाडि पनि उनले आफ्ना केही सम्बन्धहरू राखेकी थिइन्, तर उनले सधैँ मेरो तारिफ गर्थिन्। मैले तिम्रो जस्तो सुगठित र अग्लो पुरुष बिरलै देखेकी छु। एक रात उनले मलाई मेरो अझ प्राइभेट र हट तस्विर मागिन्। मैले पनि आफ्नो त्यो उत्तेजित र कडापन झल्काउने तस्विर पठाइन्। त्यो तस्विर देखेर उनी पुरै मन्त्रमुग्ध भइन्। त्यसपछि त उनले जसरी पनि मलाई भेट्ने जिद्दी गर्न थालिन्। मलाई थाहा थियो उनी निकै धनी छिन्। कुरा गर्दा गर्दै मैले कहिलेकाहीँ सानातिना खर्चका कुरा गर्थेँ र उनले कुनै हिचकिचाहट बिना मलाई पैसा पठाइदिन्थिन्। उनी मेरो लागि एउटी सुगर मम्मी जस्तै बनिसकेकी थिइन्। एकातिर पैसा, अर्कोतिर मैले सपनामा देखेकी त्यस्तो सुपर हट र कर्बी महिला। म त दोहोरो फाइदामा थिएँ। मभन्दा पाकी महिलासँगको मेरो यो पहिलो अनुभव हुन जाँदै थियो, तर मलाई कुनै वास्ता थिएन किनकि उनको त्यो शरीर सामान्य कलिला केटीहरूको भन्दा हजारौँ गुणा बढी मादक थियो। अन्ततः त्यो दिन आयो। सलिनाले मलाई एउटा होटलको बुकिङ पठाइन्। त्यो काठमाडौँको एकै निकै महँगो र लग्जरियस 5 स्टार होटल थियो। म जस्तो सामान्य केटो त्यस्तो होटलमा जान पाउनु नै एउटा सपना जस्तै थियो। मैले घरमा मज्जाले नुहाएँ, आफ्नो शरीरमा सबैभन्दा महँगो अत्तर छर्केँ र एउटा चिटिक्क परेको लुगा लगाएर त्यहाँ पुगेँ। जब म त्यो कोठाको ढोकामा पुगेँ र उनले ढोका खोलिन्, ओ माई गड, मेरो सास त्यहीँ रोकियो। मेरो मुख खुलाको खुलाइरह्यो। सलिनाले एउटा चम्किलो रातो रङको वान पिस लगाएको थिइन्। त्यो लुगा उनको शरीरमा यसरी टाँसिएको थियो कि उनको शरीरको हरेक वक्रता प्रष्टै चिच्चाइरहेको थियो। तस्विरमा भन्दा उनी वास्तविकतामा झन् कयौँ गुणा अग्ली र मादक थिइन्। उनका ती वक्षस्थलहरू यति विशाल थिए कि सायद मेरो टाउको भन्दा पनि ठुला थिए र उनको कम्मर, कुनै सामान्य केटीको भन्दा 4 गुणा बढी चौडा र सुडौल थियो। उनले मलाई देख्ने बित्तिकै एउटा न्यानो मुस्कान दिइन् र मलाई यसरी झ्याप्प अँगालो हालिन् मानौ म उनको वर्षौँदेखिको साँचो प्रेमी हुँ। उनको त्यो अँगालो, जब उनका कि 2 विशाल र नरम उभारहरू मेरो कडा छातीमा आएर ठोकिए, मेरो शरीरमा 1000 भोल्टको करेन्ट दौडियो। मैले महसुस गरेँ उनले मेरो घाँटीमा आफ्नो नाक गाडिन् र मेरो अत्तरको सुगन्ध लिँदै एउटा सानो र कामुक सुस्केर हालिन्। उनले मेरो हात समातेर मलाई भित्र लगिन्। मेरो मुटुले छाती नै फोडेर बाहिर आउला जस्तो गरिरहेको थियो। कोठा कुनै सिनेमाको भिआइपी स्विट भन्दा कम थिएन। ठुलो ओछ्यानमा रातो गुलाबका पत्रहरू छरिएका थिए, मानौ आज हाम्रो सुहाग रात हो। हामी केही बेर सोफामा बस्यौँ। उनले मेरा हातका पाखुराहरूलाई सुमसुम्याउँदै निकै लट्ठिएको नजरले मलाई हेरिरहिन्। मलाई मायाको निकै तिर्खा लागेको छ।
मैले तिमीलाई पहिलो नजरमै साँचो मन पराएकी थिए, उनले मधुरो स्वरमा भनिन्। मैले केवल एउटा कुटिल मुस्कान दिएँ। म त्यहाँ कुनै साँचो प्रेमको लागि होइन, केवल उनको त्यो अमूल्य शरीर भोग्न र आफ्नो कामुक भोक मेटाउन गएको थिएँ। म बिस्तारै ओछ्यानमा गएर पल्टेँ। उनीले सबै सुरुवात गरिन्। उनी मेरो नजिक आइन् र आफ्नो शरीर मेरो शरीरमा टाँसिन्। उनको छालामा लगाएको महँगो लोसनको कारण उनको शरीर यति धेरै रेशमी र नरम थियो कि मलाई लाग्यो म कुनै मखमली ओछ्यानमा छु। उनको शरीरबाट आउने त्यो मादक सुगन्धले मेरो नसामा आगो लगाइसकेको थियो। मेरो पुरुषार्थ पूर्ण रूपमा कडा र उत्तेजित भइसकेको थियो। उनले मेरा लुगाहरू बिस्तारै फुकालिन्। जब उनको नरम हातले मेरो त्यो कडापनलाई स्पर्श गर्यो, उनको आँखामा एउटा बेग्लै चमक र भोग देखियो। मैले धेरै पुरुषहरूको सामिप्यता भोगेकी छु, तर तिम्रो जस्तो यो पूर्णता र यो आकार मैले आजसम्म देखेकी थिइनँ, उनले भनिन्। मेरो पुरुषार्थको त्यो तारिफले मलाई भित्रभित्रै एउटा राजा जस्तै महसुस गरायो। उनले मेरो घाँटीदेखि तलसम्म बिस्तारै चुम्बन गर्न थालिन्। उनका ती मोटा र रसिला ओठहरू मेरो शरीरमा सलबलाइरहँदा म ओछ्यानमा आँखा चिम्लिएर आनन्दको सुस्केर हालिरहेको थिएँ। जब उनका ओठहरू अझै तल पुगे र उनले मेरो त्यो सबैभन्दा संवेदनशील अङ्गलाई आफ्नो मुखको न्यानोपन दिइन्, मलाई लाग्यो मेरो प्राणै त्यहीँ गएर अड्कियो। उनी त्यो पलको हरेक सेकेन्डलाई निकै गहिरिएर रमाइरहेकी थिइन्। अब मेरो पालो थियो। मैले उनलाई आफूतिर ताने र उनको रातो लुगालाई बिस्तारै शरीरबाट अलग गरेँ। मैले आफ्ना हातहरू उनको शरीरमा घुमाएँ र उनका ती विशाल र कोमल वक्षस्थलहरूलाई आफ्ना हातमा लिए। उफ, ती यति ठुला र नरम थिए कि मेरा ठुला हातहरूले पनि तिनलाई पूर्ण रूपमा ढाक्न सकिरहेका थिएनन्। म तिनमा आफ्ना ओठहरू गाड्दै पागल झैँ चुम्बन गर्न थालेँ। मेरो अर्को हात बिस्तारै उनको कम्मर हुँदै तल त्यो गोप्य गहिराइमा पुग्यो। ओहो, उनी पूर्ण रूपमा प्रेमको रसले भिजेकी थिइन्। मैले त्यहाँ अलिअलि बाक्लो र नरम रौँ महसुस गरेँ। सायद उनलाई त्यहाँ पुरै सफा गर्नुभन्दा प्राकृतिक रूपमै राख्न मन पर्थ्यो र मलाई पनि त्यो झन् धेरै सेक्सी र कामुक लाग्यो। मैले उनको त्यो प्रेमको प्रवेशद्वार देखेँ। सायद अनुभवको कारण त्यो त्यति धेरै कसिलो थिएन, तर मलाई त्यसले कुनै फरक पारेको थिएन। म त केवल उनको त्यो तातो र विशाल शरीरको स्वाद लिन चाहन्थेँ। म बिस्तारै आफूलाई उनको न्यानो गहिराइमा समाहित गरेँ। आहा, त्यो एकदमै पर्फेक्ट थियो। मेरो शरीर जत्तिसुकै सुगठित भए पनि उनको त्यो विशाल र भरिभराउ शरीरको माथि म आफूलाई निकै सानो महसुस गरिरहेको थिएँ। आहा, अझै, उनी यति ठुलो स्वरमा सुस्केर हाल्न थालिन् कि त्यो पुरै भिआइपी कोठा उनको आवाजले गुन्जिरहेको थियो। म उनका ती ठुला र सुडौल तिराहरूलाई जोडले समातेर आफ्नो जवानीको सम्पूर्ण बेग उनलाई दिइरहेको थिएँ। म एकैसाथ उनको छातीमा चुम्बन गर्थेँ र तल आफ्नो गति बढाउँथेँ। उनी प्रेमको रसले यति धेरै भिजेकी थिइन् कि हाम्रो हरेक चाल निकै सहज र आनन्ददायक भइरहेको थियो। हामी ओछ्यानमा कैयौँ पोजिसनहरू बदल्यौँ, तर जब मैले उनलाई पछाडि फर्काएँ, मेरो होस उड्यो। उनको त्यो विशाल हिप्स मेरो अगाडि पहाड जस्तै उभिएको थियो। जब मैले पछाडिबाट आफूलाई उनभित्र हुले, मेरा कडा तिराहरू उनका ती नरम र भारी तिराहरूसँग रगडिन थाले। त्यो घर्षण र उनको त्यो न्यानोपन, उफ, म साँच्चै स्वर्गमा थिएँ। मेरो हतियार ढुङ्गा जस्तै कडा भइसकेको थियो र उनी त्यति नै धेरै आनन्दमा डुबिरहेकी थिइन्। अझै छिटो गर न, अझै जोडले, उनी मलाई झन जङ्गली बन्न उक्साइरहेकी थिइन्। हाम्रो यो मादक र जङ्गली मिलन झन्डै 2 घण्टासम्म चल्यो। मेरो सम्पूर्ण शक्ति निचोरिसकेको थियो। अब म आफूलाई थाम्न सक्ने अवस्थामा थिएन। मलाई आयो के म भित्रै? मैले स्याँ गर्दै सोधेँ। गर न, भित्रै छोडिदेऊ, उनले सुस्केर हाल्दै अनुमति दिइन्। मैले आफ्नो शरीरको त्यो सम्पूर्ण तातो बेग र न्यानोपन उनकै शरीरको गहिराइमा छोडिदिएँ। मलाई यति ठुलो सन्तुष्टि र राहत महसुस भयो जुन शब्दमा बयान गर्न असम्भव छ। म थकित भएर उनको त्यो विशाल र नरम पिठोमा लम्पसार परे। हामी दुवैको सास निकै भारी चलिरहेको थियो। उनले मलाई जोडले समातिन् र आफूबाट अलग हुन दिइनन्। उनको शरीर अझै पनि आगो जस्तै तातो थियो र पसिनाले भिजेको थियो। केही बेरपछि हामी उठ्यौँ। उनले आफ्नो झोलाबाट मलाई पैसा दिन खोजिन्, तर मैले अस्वीकार गरेँ। सलिना, आजको यो आनन्द पैसाभन्दा धेरै माथि थियो। मैले पनि यसलाई उत्तिकै इन्जोय गरेँ, मैले भने। हामीले एकअर्कालाई गहिरो चुम्बन गऱ्यौँ र आफ्नो बाटो लाग्यौँ। उनी घर पुग्ने बित्तिकै मलाई मेसेज आइहाल्यो। आजको रात मेरो जीवनकै उत्कृष्ट रात थियो। म यो छिटै फेरि दोहोऱ्याउन चाहन्छु। म पनि निकै खुसी थिएँ। त्यसपछिका दिनहरूमा हामीले कैयौँ पटक भेट्यौँ। उनले मलाई एउटा राजा जस्तै ट्रिट गर्थिन्। तर अचानक एक दिन मेरो जिन्दगीमा भूकम्प गयो। उनले मलाई मेसेजमा भनिन्, म गर्भवती छु। मेरो सातो गयो। मलाई राम्रोसँग थाहा थियो त्यो बच्चा मेरो नै थियो, तर म एउटा भर्खरको केटो जसको आफ्नो कुनै ठेगान थिएन। म एउटी लाहुरेकी श्रीमतीसँग जोडिएर आफ्नो जिन्दगी बर्बाद गर्न वा कुनै ठुलो लफडामा फस्न चाहन्नथेँ। मेरो भित्रको त्यो स्वार्थीपन जाग्यो। मैले एउटै मात्र बाटो देखेँ, भाग्ने। मैले उनका मेसेज र कलहरू इग्नोर गर्न थालेँ। बिस्तारै मैले उनलाई सबैतिरबाट ब्लक गरिदिएँ। मलाई थाहा थियो उनी निकै दुखी भइन् होला, तर मलाई आफ्नो ज्यान र भविष्यको माया बढी लाग्यो।
समय आफ्नै गतिमा बित्दै गयो। यो कुरालाई केही वर्ष बितिसकेको थियो। एक दिन अचानक मेरो नक्कली फेसबुक आइडीबाट मैले उनको प्रोफाइल सियाएँ। मेरो मुटु टक्क अडियो। उनको तस्बिरमा उनी एउटा सानो र निकै क्युट बच्चासँग मुस्कुराइरहेकी थिइन्। त्यो बच्चाको अनुहारको कुनै कुनामा मैले आफ्नै प्रतिबिम्ब देखेँ। मलाई यति धेरै गिल्टी र अपराध बोध भयो कि मैले तुरुन्तै फोन बन्द गरेँ। त्यस दिनपछि मैले कहिले उनको प्रोफाइल हेर्ने हिम्मत गरिनँ। आज पनि म एक्लै हुँदा सहरको त्यो 5 स्टार होटल, रातो लुगा, सरिनाको त्यो मादक शरीर र त्यो बच्चाको अनुहार मेरो अगाडि घुम्न थाल्छ। एउटा रङ्गीन रातको तिर्खाले मेरो जिन्दगीमा एउटा यस्तो दाग छोडेर गयो जसलाई म चाहँदै पनि कहिल्यै मेटाउन सक्दिनँ। शरीरको भोकले मान्छेलाई स्वर्ग त पुर्याउँछ, तर कहिलेकाहीँ त्यही भोकले यस्तो पासो थाप्छ जसबाट उम्कन जिन्दगीभर गाह्रो पर्छ। यो मेरो महँगो र स्वार्थी गल्तीको कथा थियो। सुनिदिनु भएकोमा धन्यवाद।